साथीहरु हारे 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 हेलो साथीहरु हामी चाहिँ वसुन्धरा पार्कमा आएको छौं हैन ड्राई पिकनिक गराउनको लागि दाल छैन दाल छ क्या म त यति खान्छु यो सौरभ दाइलाई यो तलाई मलाई थिएन है मसँग फाल्न मात्रै पर्छ यो चाहिँ भिडियो मासु स्टेसनको आलु खानु मन लाग्यो यार स्टेसनको आलु चाहिँ हैन मलाई अचार चाहिँ खानु मन लाग्यो स्टेसनको त्यो अचार खाऊ स्टेसनको अचार बिर्सिन्छ यस्तो दामी हैन तर मैले बनाएको अलि मुला धेरै पर्छ क्या मलाई फल मासु मात्रै दिएन यही हो तेरो यो हड्डी रहेछ है यो हड्डी मै खान्छु सबलाई मैले तिमी के हो दाइ यो मासु पानी के कस्तो मजा चम्चा दुईटा मात्रै लिएर आयो अब यो हाल्नु पर्यो नि निकिताको हातले हाल्छु मैले अस्ति नि काली गुवा हातले हाल्छु किन खाएछ जस्तो भयो यार हात धुनु पर्यो मलाई धेरै नाम यस्तो भात हाल्नु मन लाग्यो तर म त यहाँ पुगेन नि बुझ्नु गइदिने यहाँ पर्ने बुझ्दा म त अलिकति खानु त खाइदिन्छु हातले आज अस्ति त्यत्रो फालेको है पैसा मात्रै वेस्ट है खाना हानेर आज मलाई लास्टै भोक लाग्यो अस्ति यस्तो भएको क्या हामीले दुईटा यसो दाल यसलाई घोल्नु पर्ने होला नि त लरेको भनौँ न के तरकारी छ क्या सिमी होला सिमी अनि त्यो बोडी हल्का मिक्स गरेको मम्मीलाई दुःख मात्रै मलाई पनि दुःख यहाँ कति कुर्नु पऱ्यो बोकेर अनि होइन अब चाहिँ के बाँकी छ भने तरकारी कहाँ तरकारी चाहिँ ए आमा यो तरकारी चाहिँ यहीँ झिकेर खाऊँ अब अटाउँदैन हाम्रो टिफिनमा मम्मी यो चाहिँ तरकारी रहेको छ तरकारी चाहिँ यहीँ झिकेर खाने लिनुहोस् हजुरलाई कसले हान्छ हातले तिमी हातले हान्छौ म हान्छु त हात तिमी म धुन्छु क्या लौ के तिम्रो हात मोटो तपाईँको हात पस्छ नि पस्दैन म खास यो त हावा गयो क्या यसबाट हावा पनि राम्रोसँग छैन क्या यो मतलब आजकल यस्तो राम्रो हुन्छ जस्तो लाग्दैन क्या ल भयो छोडिदिनु पहिला त कस्तो हावा पुक्क हुन्छ नि खाए है गाइजहरू मासु भात खाए ल त्यो चाहिँ भात खानु पऱ्यो आज मन नभए नभए पनि अचारमा चाहिँ लास्टै पिरो हाल्नुभयो त के पिरो त्यो गुन्डोकोले गर्दा हो मैले माला नहाल्दिनँ क्या हाल्दिनँ गर्दा मिल्छ खाना बिस्तारै गाह्रो भयो तर यो तरकारी पनि कस्तो मिठो तन्दा हाम्रो आइसक्रिम खै ए एउटा खाँदै हो अर्को खानेकुराको टेन्सन आमा मैले अस्तिबाट बल्ल आज भात खाएको साथीहरू तपाईहरुलाई पनि अब यसो
घरमा बाहिर खान मन लाग्यो भने चाहिँ घरमा पकाउने अनि बाहिर आएर खानुहोस् एकदम रमाइलो हुन्छ तर बाहिरको नखानुहोस् हो बाहिरको नखानुहोस् हेल्दी खानुहोस् भाषा त पुगेन भने गुस्तो जामे तर मलाई आज भात पुग्दैन मलाई त्यस्तो गाह्रो भयो पुगेन भने भात होइन अर्को केही खाऊ चपाउनु सजिलो हुने अरू नर्चा पनि ल्या मलाई भातै खान मन लाग्यो माथिको तल काटेको तलको सब यति नै सबसे डर लाग्ने यसको हो नि किन त्यो पनि काटेको मेरो अपरेसन हुने बेला सबैजना आउनु है हस्पिटल यसले सबैलाई हेर्दा थियो किन तपाईँलाई डक्टर तर्सियो सामसँग गरेर छन् म यत्रो हुँदाखेरि चिनेको दिदी हो सँगै परेको के हो तिम्रो दाँत चाहिँ केही भएन केही भएन त्यति अप्रेसन गरेर लाग्यो त्यति झ्याउला र मैले खाएकै होइन थप्देखा सौरभदै थप्नै यो तरकारी कस्तो मिठो रहेछ त्यो चम्चा त्यहाँ राखेर मैले आइसक्रिमको चम्चा देखाम खाउ न जस्तो देखाऊ खाने हो कि मलाई त्यस्तो बरु म नचपै निल्छु होइन त्यही तपाईँलाई चपाउनु बिस्तार थोत्रो हाल नि यता यता खाल्टोमा गइहाल्छ कि बिचमा प्लास्टिक हाल्नुपर्ने एउटा मलाई त्यो रिल्याक्समा भात खान चाख्नु मन लाग्छ अब रिल्याक्स पनि मिठो छ भात छ तिमीहरूको कस्तो मिठो छ तर पहिला गरेर भन्नुपर्छ 8:30 बजे गरेर कि 9 बजे गरेर भनेर 10 बजे पहिला गएर भन्नुपर्छ होइन दामी हुन्छ जस्तो डल्ली युज गर्दैन थाहा त 2 फ्याट भनेको त पाइल्सको दबाई हो नि यो यो हेरेको यो यसले सिमल के भन्छ हामीसँग चाहिँ ग्लास पनि छैन अनि गरेर खानुपर्ने हुन्छ के गरेर अरे दाइ यो तलसम्म मैले हुन्छ ए ग्लास पनि छैन है ग्लास पनि छैन हामीसँग बिर्सेको कि मैले फेरि म बसेको ठाउँ त पछि फेरि मलाई केही थाहा हुन्न नि फेरि डोन्ट इमिटेट अदर्स कस्तो दिन जाने हो चस्मा लाउँदा त मिठो हुँदो रहेछ खानेकुरा नि अस्ति सौरभले एक झापा खायो नि गीताको कहिले हानेर मैले दाइलाई अस्ति हामी कता गएको थियौँ त्यसो मैले हेरिरहेको थिएँ गालामा अनि टेन्सन मुर्छा परेको थियो कहिले कहिले मात्र रिस उठ्दै मुखमा इकोमा हो साँच्चै हो पान्डा हो कस्ता फोन गरेर हान्ने बाघ यस्तो त गर्दैन नि मलाई जति दियो होइन यस्तो त हात चलेको थियो अब म त उठेर नाच्छु जस्तो लाग्यो अब उठेर नाच्छ जस्तो नि लाग्थ्यो त्यो त म मान्दिनँ मलाई हात यस्तो गरेँ म चाहिँ दिदीको फोन आयो भाषा चौरिनु राम्रो लाग्छ कथा देख्नु भन्नु त चाहियो हाम्रो चाहिँ टाइम लाग्छ भन्नु किन आस्ते खाएको जस्तो नि थियो अहिले त्यो चाहिँ यहीँ आइराखेको उता पनि जाने हो म त्यहाँ उता गरेर बोल्छु हिँड्दै पुगेछु पोखरा कति धेरै भात खाने त यही होला सबभन्दा ढिलो भात खा त्यही पनि अझै सकिसकेको छ भात चाहिँ अब चाहिँ यही माछा खान पछि चाहिँ दाँत निकालेको 4वटा दाँत निकालेर आज 4 थाल भात खाने मान्छे है साथीहरू 4 थाल एक टिफिन
कति रे एक टिफिन भाते मलाई पुग्यो कि छैन अझै भात पुगेन खाऊ त यत्रो टिफिनमा छ त हामीले एक थोपा खाएनौँ त थपेर खाऊ न रङ्गशालामा हामी चाहिँ रङ्गशाला अरे रत्न पार्क रत्न के अरे के अरे वसुन्धरा पार्कमा हामी चाहिँ यहाँ रत्न पार्क बस सुन्दरी ठन्डी महिना जाडो छ रात निगाला चौरी परेछ बस सुन्दरी ठन्डी महिना जाडो छ रात निगाला चौरी परेछ अनि के हो लगन तिम्रो गाठो छ बहिनी तिमी साह्रै राम्री छौ त्योहरू हामी चाहिँ खाना खाइसक्यो होइन अनि खाना खाएर चाहिँ हामी चाहिँ आइसक्रिम खान लागेको फेरि होइन हामी जस्तो हन्तेको होला र तर हामी छौँ भछ बिल्ला हान्न मात्रै ट्यालेन्ट छ अरू केही गर्नु ट्यालेन्ट छैन भने महालय गाइजहरू खस्यो सबसे मन नपर्ने माखा लागेर कति ल्याएको त आइसक्रिम पनि किन चोखो माया गर्छु मेरो आयु तिमीलाई सरी तिम्रै सामु म हाँस्दै मर्छु कसकी हुन्छौ कहाँ हुन्छौ मेरी हुन्छौ हुन्नौ के छ ती सबैको मतलब छैन तिमी हाँसे मलाई पुग्छ तिमीलाई थाहा नहोस् तर एकहोरो माया गर्छु एकहोरो माया गर्छु हे सकियो हर रातमा मिठा सपनाहरू आँखा भरि आउँथ्यो ती सपनाहरू जान्थे थबाट गाउन बिचबाट हो थ है थबाट थियो थबाट गाह्रो सुरुबाट है कुचिङ खाए थ अरे एक कस्तो एकछिन हुँदो र भयो एक्लै छु तिमीभन्दा डबल तिमीको एकजनाको टाइम चाहियो नि त ल गाउन सक्छ कि सक्दैन हेर म थ थ त मलाई त आइसक्यो गाह्रो गरेको मलाई त आइसक्यो थ सकेन सुने कस्तो गाह्रो दिएको थियो नि थबाट सकेन ओए हामीले नि सोचेर बसै सबाट थबाट के रे थबाट था थी एक दुई ओए थबाट हामीलाई आउँछ नि पखै म सोध्छु थकै लायो थकै थ चरा मैले जिन्छु सबैलाई तिम्रो नाम पनि ठाउँबाट फेरि हामीलाई आइसक्यो आइसक्यो फेरि भनिहाल्नु पर्छ त ल ओए आयो नि हामीलाई आइसक्यो क्या हामीलाई ल थबाट बोल्नु भन्नु थ था मन हात यो तिमी मेरो राख्नेछु तिमीलाई म अङ्गालोमा फेरि यो था खाउन कसम नछोडिने कहिले जुनीभरिको लागि साथ दिन्छु म देखि अहिले ल डिस्टर्ब गर्न आउनु डिस्टर्ब ल भन्नुभएको ल ल ल ल ल ल ल ल ल वान ल ल ल
हैन हैन लसुन कस्तो अर्को के लगाउँछ ल ओइ लबाट टाइम सुरु भइसक्यो है ल काली हे चोयाको डोको सानो माया हे लगाउने धोको वैसेमा मर्छु पो क्यारे भन सोल्टी बरोबर न ढाटी ए भन सोल्टी बरोबर न ढाटी रातो चुलो पाखुरेमै टिमिकै मेरो माया नआउने भएपछि सकाइ नै भयो त गर्ने पुरै गाउनुपर्छ र मर्छु पो क्यारे भन सोल्टी बरोबर न ढाटी टीबाट गाउन टबाट टटा टी टी त्यो सबै हो त टी टिमी नै मन्यार हो नि त टिमी नै हो भन्दैन टिमी टी टी म नेवार हो नि त टी तल ट भन्नु बैसैमा मर्छु पो क्यारे भन सोल्टी बरोबर न ढाटी टी 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 टीबाट टी ट हैन हामीलाई त आइसक्यो है टा टाडी टाडा ट हामीलाई आयो टबाट हिन्दी गाउनु मात्रै पाउनु सबै पाउँछ नि इङ्ग्लिसबाटदेखि लिएर सबै पाउँछ इङ्ग्लिस पाउनु पाउन र इङ्ग्लिस इङ्ग्लिस पाउनु हिन्दी र होस् त्यही ल अलिक सिरियस हुन्छ ल ल टबाट टाढो है तपाईँले त लास्टै धेरै टाइम लियो यार एक्लै हो नि त म अनि जे भयो भने दुईजना दिमाग छ र भयो एउटाले मोबाइल हेरेर बस्छ मोबाइलबाट भनिदिइहाल्छ ल यसले यहाँ सर्चै गरे होइन के थाहा ल चढ चढ मलाई आज गीतै आएन मलाई केबाट अरे टीबाट ट आँसु जाँदैन भेट्न गर न या गाउनु नि थुप्लाएर बाँच्नेछु म अब यहाँ एक्लै तिम्रो माया चाहिँदैन नबाट नचाहेको होइन तिमीलाई चाहन्थे जुनी जुनी पुरै गाउनु पर्दैन क्या होइन तिमीलाई नु त तिम्रो के वास्ता बुझेनौ तिमीले मेरो कुरा बेथा त्यो बुझेनौ तिमीले मेरो बेथा थाबाट गाउनु जप्पैले कहाँबाट गीत कहाँ लर नि त्यो बेथा ल्याइदिनु हुन्छ नि बेथा त लिरिक्स पनि यति भन्दा अगाडि गयो नि भयो त नि जप्पैले तर गाउनु सुरु किन गाइदिस मिल्दैन मैले त्यो भनेको तिमीले किन भनेको किन भन्दिस् त यस्तो झेल्ली भयो फेरि एउटाले गीत गाइहाल्छु फेरि तैँले अब भनिसक्छु ल भयो क्या भयो गाउनु झ्याउ लाग्दो लगाउनु थाहा छैन तिमीलाई कसरी बाचु बाजो सधैँ तिम्रो आशै आसमा कुन गाउँछ नि के भएको है सोचेर बस्दै मैले दिन्छ हो बुझ्न सक्छु माछा हाल्दै भनिदिने अर्कालाई गीत लाइला इबाट कि इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन त्यसैले त के अरे मिल्न परे त्यसैले त ममा त्यसैले त म हामी गाउँदैछ मिलेन नि त मैले मिलेन त्यसैले त ल इसाराले बोलाउनु पर्दैन माया भए डराउनु पर्दैन नबाट गाउनु नआउने गीत किन ल नबाट गीत गाउनु एक यो भनेको के बुझ्छ तैले बोलाउनु न अनि मौलाउनु किन गरेको त अघि न नभुलिदेऊ यसले भएको यस गाउँछ नभुली देखेको छु तिमी भित्र सपना अघि दुई थाल भएको छ रे चर्को के गीत गाउने न नन्ना रे नन्ना नन्ना त्यस्तो नाट गीत म्युजिकलाई गाउनु पाउनु नि गीत नबाट त्यो त म हे गरेर हमबाट गाइदिएँ नि त्यो पनि नै नभन्नुला बिचबाट भयो नबाट के रे अरू के हारे न न न न न
नरिसाउ मितिनी जिउ नरिसाउ मितिनी जिउ ढुक्कैमा खुट्टैमा गीत टोकी हेर्नु त्यो भन्ने नि म त जिउ जिउ त्यो सुरुमा त्यो हुँदैछ है त्यही त त्यही त नरिसाउ मितिनी जिउ सुरुमा त्यो कोरस होला नि त मितिनी जिउ तिम्रो कोरस फोरस हामीलाई थाहा छैन त्यस्तो हुन ल ल छोड्दै छोड्दै मैले जहिले नि यस्तै कुरा न्यु खोज्छ नि कोरस त कोरस गाह्रो हुन्छ भनेको स्टार्टिङमा स्टार्टिङ नै त्यही हो त नरिसाउ मितिनी जिउ ल भयो छोडिदिनु छोडिदियो ए फुच्चीहरूलाई छोडिदियो अब नबाट हामीले अर्कै गीत गायौँ हामीसँग धेरै अप्सन छ त यार नबाट अर्को है त ल नबाट नचाहेको नि भइसक्यो नभन मेरो माया लाग्छ भने नबोलाउ भेट्न सुनौ मायाको कुरा किन हाँसेको म हाँस्छु होला नि। भेटघाट बेकार भो मायाको कुरा अनि भेटघाट बेकार भो भन अबै म घुमाउनै जाने छैन चाँडो न यो त लास्ट ढिलो गर्छ मलाई होइन अलि आएन क्या हेर्नु केबाट भयो अरे बबाट भबाट भकुण्ड भयो हार्यो फुच्चे कस्तो फुडी भएको है भैँसी लड्यो है माया भिरबाट हेर 960 माया गइहाल्यो लौखेर ल रबाट र लसुन ल ए लसुन र हुन्छ रातो र चन्द्र सूर्य जङ्गिन सानो हाम्रो जिउँदो रगत तिमी नहाँस न आएन होला नि के डुब्दो रहेछ हाम्रो ल ल कसरी मिलेर जिउँदो रगत हाम्रो जिउको रगत सरियो जिउँदो रगत सरी सानो हाम्रो आफूले के भन्छ नि ल जौगिनी सानो हाम्रो हाम्रो र तिमीले हाम्रो कसरी छ हाम अनि म अनि रो लेख्छौ हाम्रो कसरी लेख्छ म लेख्दैन लास्टमा र भन्छ त नि हाम्रो होइन अनि हाम्रो र प्रेममा जीवनको पहिलो पटक र मलाई थाहा छ यो के भएको उसको मुहारले मलाई सताउँछ छ भनेर ल छम 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 पाउँछु ए मिलेन है त्यो लिरिक्स मिल्नु छम 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 तिमी पाउजु बजाउँदै गाजरमा खाले जनै मस्केर हेर्दा भुतुकै भए एबाट गीत गाउनु 1 2 टिक टिक 3 टिक टिक 4 ओइ फुच्चे आएन ए मलाई मलाई त ई पनि हुन्छ हैन इस हुन्छ ई भन्छ ऐना ए ए आई ई उ ए ए के ए एको पुरै त्यो हुन त ए हुन्न एको त त्यो 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 भनेको के भन्छ नि उस हैन के ई भनेको त छुट्टै भइहाल्यो नि ए भन्नु एबाट गीत गाउनु न नयाँ पास दिनु बरु हार दिनु ए एक त भने हैन एक पल का जीना फिर तो है जाना तोहफा क्या लेके आए तुम ही ये बताना खाली हाथ आएंगे हम खाली हाथ जाएंगे गाउँ ल ग छिटो 1 2 3 गुराँसको फेदमुनि सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रै माया गुराँसको फेदमुनि सम्झनाको छाया जहाँ गए किन लाग्छ मलाई तिम्रै माया यो कथाको राजकुमार मै तिम्रो लागि जहाँ गए
गरी बुढा सुबा कुनाम बसेमा अझै गरी बुढा सुबा कुनाम बसेमा कति बस्नु म तिमी आउने आशैमा मबाट माया ओ माया गर्छु तिमीलाई हामीले सपोर्ट नगरौँ न गाए मैले तिम्रो लागि नै नबाट ल या नबाट नबाट नजर के सामने जिगर के पास नजर के सामने जिगर के पास कोई रहता है हो तुम मबाट गयो त भिडियोग्राफर हामी छ क्या मबाट मेरो आँसु तिमीलाई हाँस्छु आउने गीत चाहिँ क्या छिटो गाउँछ नआउने गीत चाहिँ चुप्ला रहेछ मेरो आँसु तिमीलाई हाँसु बनेछ मेरो व्यथा तिमीलाई कथा बनेछ व्यवस्थामा तिमी थिए तिमी बिना छाती मेरो कति बोके तिमी सामु समर्पणको मुटु मेरो खुसीहरू फुल झरे कल्पनामा धेरै हाँसे मेरो मुटु घायल बनेर आज प्रेमसँग हारे आज प्रेमसँग हारे हामी चाहिँ प्याकिङ गर्दैछौँ प्याकिङ गर्दा पनि हार्नु भएन गीत गाउँदै घरतिर जानियो लबाट अब लबाट लेखिएका शब्द अब हामी चाहिँ जानु लाग्यो होइन तर हार्ने मान्छे चाहिँ यहीँ छ है कता गयो हारेर मुख ढाकेर गयो है साथीहरू हामीले जित्यौँ है मुख छोपेर हिँडे हारे है साथीहरू हारे हामी चाहिँ जित्ने मान्छे है